सरकारले चाहिँ कसको बुढी पहिला जान्छ, कसको को केटाले गएर बलात्कार गर्छ, कसले के गर्छ, सबै नयाँ सरकारको जिम्मा पनि छैन हेर्नुहोस् है। मन मिलेर गएको कुराहरूलाई कसैले बलात्कार भन्छ भने यो सबै यो फेक मान्छे हो, उहाँहरूलाई चाहिँ कारबाही हुनुपर्छ। त्यही हो। त्यसो भने यो माइती घरमा असली पीडित छैनन्। असली पीडित छ तर असली पीडितले न्याय पाएन क्या। हो पीडित पति छन्, असली पीडित पति छन्, पीडित पति छैनन् ल भन्नु त। भएर बसेको होला कोही 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 के हो म त बुझ्दिनँ। यहाँ त खालि जुत छ हेर्नु आज भोलि यहाँ त चरित्र हत्या गर्ने भयो के गरे एउटालाई गाली गरेर देख्छु म चाहिँ खासै केही पनि मलाई चाहिँ के लाग्छ भने तपाईकै सर्वप्रिय सुदन गुरुङ यहाँ आएर भेट्दा पनि न्याय पाएनन् हेर्नु त। अब के गर्नु न्याय मैले दिलाउने होइन हेर्नु अब पीडितले पनि बुझ्नु पर्यो होइन। सरकारले गरेको काम ठिक छ त अनि राम्रो रहेछ त तपाईको प्रिय मान्छे सुदन गुरुङको काम राम्रो रहेछ त। 3 महिना भइसक्यो क्या यहाँ आएको के सुन्नु सुदन होइन मेरो बोली नै यस्तो फेरि फर्केर बोल्न नआउनु। सुदन गुरुङले गरेको कामहरू एकदम राइट छ किनकि मान्छेलाई समातेर कारबाही गरेको छ। सुदन गुरुङले अर्काको सम्पत्ति मान्छेलाई समातेर कारबाही गर्नुभयो तर यो सडकमा सुतेको पीडितलाई न्याय दिनु भएन के। यहाँ सुदनले पठाएको होइन नि त उठाउनु पर्यो नि त गृहमन्त्रीको जिम्मा हो नि त। बिना धरौटी त्यो मलाई थाहा भएन मैले नेताहरूको विषय मलाई केही पनि थाहा छैन। यो सुदनको कुरा आयो भने तपाईँले पुरा मरिहाल्ने किन यस्तो यति धेरै प्रेम किन। सुदन गुरुङले जुन पनि यहाँ गर्नु संविधान यहाँ दिदी बहिनीहरूलाई गर्नु कानुन हेर्नुपर्ने होला। 81 मन लाग्यो भने झ्याप पानी अब कानुन अब अदालत त सुदन गुरुङको अन्डरले चल्दैन नि त। चल्छ त गृहमन्त्री हातमा छ के उहाँको पावर हुन्छ। पहिलाको जस्तो एक्सन लिनै सकेको छैन उहाँले। किन भन्नु न किन किन अब तपाईँ एकदम प्रिय हुनुहुन्छ क्या उहाँको कुरा केही थाहा हुन्छ। किन लिन सकेन त्यो तपाईँहरूलाई थाहा होला तर मान्छे एकदम जाइत छ राम्रो उहाँ त अहिले यो बोर्डर घुम्ने विभिन्न ठाउँमा गएर चाहिँ अनुगमन गर्ने क्या राम्रो हो नि जिल्लाको प्रहरीले दिनुपर्छ क्या। सुदन गुरुङ जाने होइन सुदन गुरुङको जुन गृहमन्त्रीको अस्ति म 12 जिल्ला पर्छ भन्ने ठाउँमा गएँ। एकजना एसपी साहब हुनुहुँदो रहेछ गृहमन्त्री भन्दा पनि ठुलो एसपी साहब के गृहमन्त्री ठुलो नि एसपी साहब हुन्छ। तपाईँले खुलासा गर्नु भइरहेको छ। जिल्लामा त हुँदो तपाईँले खुलासा गर्नुभयो। बोल्ने तरिका नभएको एसपी साहब हुनुहुँदो रहेछ एउटा पाठक भन्ने ए बोल्न नहुने बोल्ने तरिका नभएको तर गृहमन्त्री होइन ठुलो पल्टिने भनेको ए ठुलो पल्टिने भन्नु नि त। ठुलो पल्टिँदैन होला ऊ त्यस्तो ठुलो पल्टिने कि। अनि म त्यहाँ गएको थियो उहाँको चालमा त्यहाँको वरिपरिको मान्छेहरू पुरा सुन्दाखेरि हाँस लाग्यो। यस्तो पनि प्रहरी हुँदैन कि हामी जिल्ला घुम्दाखेरि कस्तो राम्रो राम्रो प्रहरीहरू के बोल्ने शैली भएको है राम्रो थियो तर उहाँको चाहिँ बोल्ने तरिका पनि छैन। उहाँ चाहिँ एउटा सहीको अन्डरमा चल्दो रहेछ भन्ने कुरा एसपी भनेर हामीले थाहा पाएपछि हामी कहाँको भन्नु हो र यो पर्सा जिल्लाको नाम थाहा छ के पाठक हो कि दिनको विषय मैले धेरै बुझ्यो। बुझ्दै जाँदाखेरि मान्छे ठिक हो कि नठिक हो भनेको त्यो त मान्छेहरूले भन्नेलाई यो भनालाई भन्यो भन्ने नि भएन होइन। अब म चाहिँ के लाग्छ भने अब मान्छेहरू अहिले त्यस्तो पनि प्रहरीहरू छ कि अहिले कतिपय त्यस्तै प्रहरीहरूलाई पनि सबक सिकाउनु पर्ने ठाउँ पनि देखिरहेको थियो कि मैले भन्नुभएन सुदन गुरुङले कति राम्रो काम गर्नुभयो आफूले खिच्न पाइयो तर अधिकांश फेरि जनताले के भन्छ उहाँले हल्दार जस्तो काम गर्नुभयो। पुग्यो नि कन्टेन्ट उहाँको काम त त्यो त होइन होला। जनताले त कसले के भन्छ कसले के भन्छ सबैको पछाडि लाएर कामै छ जस्तै एउटा कुरा भनौँ न जस्तै अहिले साइबर बुलिङ भयो भनेर यहाँ नेपालमा एकदम त्यत्रो भइरहेको छ होइन। जस्तै अहिले माननीय ओलीले पनि अहिले चाहिँ होइन त्यो के अरे केस हालेर धम मान्छेसँगले वर्गीय भयो तपाईँले यसलाई कसरी लिनुभएको छ? साइबर केस त अब प्रायः मैले साइबर केसमा चाहिँ राम्रोसँग अनुसन्धान गरेँ। साइबरमा चाहिँ प्रमाण हुँदैन त्यतिकै पनि अब कतैबाट मुद्दा दर्ता भएर लगेर मान्छेलाई दुःख दिने कामहरू धेरै भएर साइबर केसको चाहिँ त्यो कारणले गर्दाखेरि साइबर केसहरूमा चाहिँ मोबाइलहरू राखिदिने होइन 2 लाख 3 लाखमा मोबाइल किने हुन्छ मोबाइलै जफत गरिदिने मोबाइलै गायब एउटा महिलाले त आत्महत्या नै गर्नु पर्यो नि हो के त्यो मोबाइलहरू गायब गर्ने त्यो साइबरको कानुन चाहिँ अलिकति धेरै भयो कि त्यो अति नै दुःख दिने नियत भयो कि मोबाइलै जफत गरिदिने मोबाइलै राखिदिने मान्छेको सम्पत्तिमा सबै कुरा मोबाइलभित्र हुन्छ त्यो मोबाइलै लगेर राखिदिने नि पुलिसहरूले मोबाइल पुरा नदिने त्यो भएर चाहिँ त्यो कुराहरू चाहिँ अलिकति अहिले सरकारले राम्रो तपाईँले पनि भन्नुभयो